आजको नयाँ भिडियोमा हजुरलाई स्वागत छ। यो चाहिँ मेरो यो युट्युब च्यानलको फर्स्ट ब्लग होइन। सबैजना सपोर्ट गर्नुहोला। त्यो म चाहिँ टुलबाट नेपाली टुलबाट फेरि म चाहिँ हजुरलाई ल्याउँदैछु अबदेखि डेली ब्लग आउँदैछ अनि मेरो चाहिँ डेली लाइफ स्टाइल कसरी हुन्छ त्यो ल्याउँदैछु है। सबैजनाले सपोर्ट गरिदिनु होला। फेरि मलाई चाहिँ सन्चै 6000 कस्तो छ कमेन्ट बक्समा क्लिक गर्नु होला। अनि मलाई चाहिँ अरू सबै सन्चै छ। मौसम चाहिँ धेरै नै चिसो रहेको छ होइन। फेरि चिसो नै छ मौसम चाहिँ। अरू चाहिँ सब ठिक छ। अलिकति मौसम चाहिँ चिसो छ है। यहाँ सुधारले बाइक छिर्दै हुनुहुन्छ उहाँ पारी हो अनि म चाहिँ बसेको है। अरू चाहिँ मलाई सब ठिक छ। बाइक अब हेर्नु है। अनि गाइस अनि अरू चाहिँ सब ठिक छ। अनि यो चाहिँ मेरो घर है यो। अनि यो त्यहाँ हुनुहुन्छ। काम थियो दाइकोलाई एट छिटो थियो अहिले 10 गरेर आइसकेँ है। र तपाईँ देख्नु होला बाटो ब्लग म चाहिँ उहाँ 8 गरेको चाहिँ त्यो 8मा घुमाएको चाहिँ गर्नु सकेको। त्यस्तो टाइम लागेको थियो अनि त्यही भएर गर्नु सकिनँ। तर बाटोमा आउनु सामने आएर भर्खर जस्तो फेरि आएर अनि ब्लगमा सुरु गरेको है। अनि सबैजना सपोर्ट गरिदिनु होला। 4 बजिसक्यो तर अहिलेसम्म मौसममा चाहिँ केही चेन्ज आएन। त्यही जस्ताको जस्तै कुलबाट आएको छ है। अनि कुलबाट आएर यस्तो भएको छ अनि फेरि यस्तो छ है। यो चाहिँ हाम्रो बाइक हो है। हाम्रो चाहिँ एडभेन्चर अनि मेरो अन्डर हुन थाल्यो है। अन्डर हुन थालिसक्यो। त्यो 4 बजीसक्यो छ मेरो अन्डर हुन थालिसक्यो। अनि कुरा गर्दाखेरि चाहिँ म क्लास 7मा पढ्छु है। अनि आजको लागि यति नै। आजको ब्लग हजुरलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। राम्रो लाग्यो लाइक गरिदिनु होला। अनि मबाट के मिस्टेक भयो त्यो मिस्टेकलाई पनि कमेन्ट बक्समा पे गरिदिनु होला। अनि फेरि अरू चाहिँ आजको लागि यति नै। अरू चाहिँ अरू ब्लगमा